हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आशा गर्छु यो भिडियो तपाईँहरूलाई अवश्य नै मनपर्छ भन्ने अन्त्यसम्म जोडिएर पुरा भिडियो हेरिदिनु होला भनेर जिज्ञासा गरिरहेको छु। हामी चाहिँ यो टन्टलापुर घाममा साथीहरूसँग हिँडिरहेका छौँ। हेर्न सक्नुहुन्छ फाइनली हामी रामपुरको खेतहरूमा आइसक्यो। अब चाहिँ पुल तरेको मैले भिडियो पनि देखाइदिन्छु। देख्न सक्नुहुन्छ पुल पारिबाट कस्तो देखिन्छ, देख्न सक्नुहुन्छ यति ठुलो छ। अब चाहिँ हामी सिधै रामपुरको बाटोमा पुगिसकेको छ। अब चाहिँ हामी देख्न सक्नुहुन्छ आँपमा खालि आँप भइहाल्यो। देख्न सक्नुहुन्छ गाइस, देख्न सक्नुहुन्छ ऊ त्यहाँ पुलसिङमा आउँदा त मलाई कस्तो भएको थियो, पौडिम जस्तो भएको थियो। लास्ट पौडिम भएको थियो। यो चाहिँ आजभोलिका लास्ट घाम हो क्या। म चाहिँ अब भला गरे परेँ। अब जति गरे नि भलगै बनाउने मनमा मान्छे। देख्न सक्नुहुन्छ यहाँ यस्तो फुल। अब चाहिँ म सिधा तपाईँहरूलाई लिची पनि देखाउँछु। लिचीको कुनलाई मनपर्छ कमेन्ट गर्नुहोस्। लिची आँप होइन त पापर त हो जस्तो होइन नि हो होइन। यस्तो घाममा दिदीहरूसँग म हिँडिरहेको छु, देख्न सक्नुहुन्छ। अब चाहिँ तपाईँहरूले हेर्न खोज्नुभएको थियो क्या लिची छैनन् कि त्यस्तो धेरै नि। तपाईँहरूले रोकेर हेर्नुपर्छ लिची गाली गर्छन् कि भनेर यतिखेर मात्रै आयो। टडक पनि आयो, टडक होइन किप्पर आयो। ल कता गयो किप्पर है? छैन त यहाँ त गाइज। एआई होइन क्या यो त, आउने गायब हुने होइन। अब सिधा गएर त्यहाँ को मान्छे हिँड्दै त्यसपछि कले हाने गोमाको मम्मीले हानेर थाहा भएको। ओए गाइज, बाटोमा आउँदा हेर्न सक्नुहुन्छ यो घर भिडियो बनाउनु लाग्यो। यहाँ शीतल लैजाएछु। अब चाहिँ तपाईँहरूलाई मैले एउटा राम्रो भ्यू देखाउँछु। कहाँको थाहा होइन, अवश्य नि थाहा होइन। यसै रुकिनु देख्न सक्नु माझी गाउँमा पहाडी खोलो चाहिँ लास्ट सफा आयो। पौडिन मन लाग्नु गाइज। सपोर्ट गर्नुहोस् भिडियो चाहिँ। ओ के हो त्यस्तो के हो गाइज? भाग्न लाग्यो बाँदर गाइज, बाँदर रहेछ। जिभाएको कोही भाग्छन् कति नडराउनेहरू छन् बाँदर भागे। म चाहिँ छाता लिएर हिँडेको गाइज। अब पारीको बाटो नि यस्तै। ओहो गल लिर्किँदै होइन गाइज। बाँदर आयो फुस्छ होइन। अब चाहिँ म कति बाँदर हुन् न जता गयो मेरो पछि आउँदा आइछन् क्या। हान्छ नि गरेर ढुङ्गाले हान्न नपारे जस्तो हो क्या। ट्याक्क लाएर उहाँ शीतलमा बस्ने हो। अब ट्याक्क लाएर हिँड्यो शीतल आयो। यो के अरे मजाको शीतलमा बस्ने हो मजाले। अब चाहिँ अब बाइकहरू अब सन्ध्या र स्मृति यता देखियो त देख्यौ न यार। छाता उडेर आयो देखेँ यार। म भलगर भनेर होला कि हाई गरिदिएको होइन। चाहिँ यहाँ लास्ट धुलो हो क्या गाडी आयो। लास्ट धुलो मुनि राख्नु पऱ्यो जस्तो होइन गाइज। अब धुलो हो क्या लास्ट। यहाँ के लेख्यो मजु आइछ। कफी विस्तार केन्द्र 5 किलोमिटर रहेछ यहाँ टाढा होइन। धुलो हो क्या यार गाइज। बाटो मात्र देखाएर हिँडेछु म के मान्छे गाइज। अब चाहिँ तपाईँ एउटा स्पेसल चिज देखाउनु परेको त्यही भएर हो कि मुनि राखेको गाइज होइन त टायरहरूको छाप देखाउनु गइरहेको धुलो आएको त्यही भएर गाइज।
फाइनली मजाको बजार आइसक्यो। देख्न सक्नुहुन्छ मजाको भ्यू गाइस, यति राम्रो देख्न सक्नुहुन्छ। ठ्याक्कै हामी कहाँ यो भन्दाखेरि यो गाडी बनाउने ठाउँ रहेछ। कहाँको जिप पनि गयो कतापट्टिको। चाहिँ म कतना पाएँ आएँ भन्दाखेरि त्यो क्या गोलबेला एमपी ब्याङ्क भन्ने कतना पाइन्छ भन्दाखेरि त्यो गइसकेपछि गोलबेला एमपी ब्याङ्क ठ्याक्कै लाएर शर्मिलाको क्याम्पसमा नि आएँ म। देख्न सक्नुहुन्छ यही क्याम्पस कम्प्युटर सिक्ने। मजा फेरि टर्लक्कै टिल्किन्छ कि यस्तरी देखेर। फोनै आइफोन होइन त, आइफोन भनेपछि त छुट्टै सानो भयो होइन। अब चाहिँ तपाईँलाई भिडियो मन परे पार के गर्न सक्नुहुन्छ थाहा? लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नु नहुनु होला र यस्तै गरी अरू भिडियो पनि हेरिदिनु होला भन्दै मैले यो भिडियो यहीँ टुङ्ग्याउन चाहन्छु भन्दै हस्त धन्यवाद। आजको लागि यति नै। अर्को भिडियोमा भेटौँ न। ल बाई बाई।